आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करे छे। आई समसामयिक विषय में बातचीत करब। ओह में जनकपुर धाम के पिछला एक घटना के बात करी तो रामनवमी के दिन हिंदू आ मुस्लिम समुदाय बीच एक सद्भाव बिगाड़ के प्रयास किसी व्यक्ति से कल गए। एकर लगले सक्रियता देखाओल गए जे प्रशासन तहित उप महानगरपालिका सहित से निकाय से एक सक्रियता देखाओल गए। एहन किस्म के गतिविधि अतः नहीं हुआ के चाहिए और एहि पर रोक लगाओल जाए के चाहिए। एहि पर विभिन्न किस्म के परामर्श सब भेलै, बैठक सब बैठलै। आ काल्हि के बात करी तो एहि जनकपुर धाम में हिंदू मुस्लिम सद्भाव रैली समेत निकालल गेल छलै कि भाईचारा कायम रह के चाहिए आ कोनो किस्म के समस्या नहीं हुआ के चाहिए। आई विशेष करके एहि संदर्भ में बात करब। एकर संग संगे और समसामयिक विषय में सेहो बातचीत करब। अखन स्टूडियो में अतिथि के रूप में आयल छथि धनुषा के प्रमुख जिलाधिकारी काशीराज दाहाल। ओ हुनकर घर के बात करी तो वो मधेसे के छथि, भंगा के छथि, भंगा के स्थायी बासिंदा छथि। आ 2044 साल में वो एहि क्षेत्र में या कहीं सरकारी सेवा में प्रवेश केने छथि और अपने ही प्रदेश के प्रमुख जिलाधिकारी अखन धनुषा के सम्हारि रहल छथि। हुनकर की छै और कार्य योजना सब अहू विषय में हुनका से बातचीत करब। सबसे पहले हुनका स्वागत करै छी। यहाँले स्वागत छ। नमस्कार अपन टेलिभिजन र तपाईँ अजयजीलाई। सुरुवात यही विषयबाट गरौँ। जसरी रामनवमी का दिन जुन एउटा भनौँ एउटा समस्या खडा हुन लाग्यो कि भनेर एउटा चाहिँ आशंका व्यक्त गर्न थालिएको थियो, तर समयमै तपाईँहरूले सक्रियता देखाउनु भयो र यो समस्या चाहिँ निराकरण भयो। किसिमले पटक पटक छलफल बैठकहरू भयो र हिजो मात्रै सद्भाव रैली निकालियो मुस्लिम र हिन्दूको, होइन? तपाईँलाई के लाग्छ? सबभन्दा पहिला यही विषयमा कुरा गरौँ कि यो समस्या चाहिँ किन देखियो जनकपुर धाममा? सर्वप्रथम म विशेष धन्यवाद दिन चाहन्छु अपन टेलिभिजन र तपाईँलाई। समसामयिक विषयमा मलाई पनि जिल्ला प्रशासन कार्यालयको प्रमुखको हैसियतले, प्रमुख जिल्ला अधिकारीको हैसियतले केही कुराहरू आफ्नो राख्ने मौका दिनुभएको छ। म विशेष गरी सबैलाई धन्यवाद पनि दिन चाहन्छु। मेरो चाहिँ कुरा यहाँहरूको टेलिभिजनबाट सम्प्रेषित भइरहेको छ र रामनवमीको दिन यो वास्तवमा यो जनकपुर धाम चाहिँ यो एउटा धार्मिक नगरी हो, यो पर्यटकीय नगरी हो, यो सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्ने नगरी हो। रामनवमीको दिन हामी सबै चाहिँ पूजाआजा राम मन्दिरदेखि लिएर जानकी मन्दिर, म आफै पनि चाहिँ बिहान पूजाआजामा गएँ। मैले धेरै साथीहरूसँग मैले भेटघाट पनि भयो र चाहिँ रामनवमीको दिन पदयात्राहरू पनि सञ्चालन भयो र पदयात्रा सञ्चालनको सन्दर्भमा पदयात्रा सकिसकेपछि केही व्यक्तिहरू पदयात्राको चाहिँ जुन समापनपछि जानकी मन्दिर पछाडिपट्टिको उसबाट चाहिँ पदयात्रा हुँदै गएको हामीलाई खबर पनि भयो र हामीले चाहिँ त्यो विषयमा हामीलाई सूचना आइसकेपछि हामीले सुरक्षा निकायहरूलाई पनि यो बारेमा जानकारी गरायौँ र म सबैलाई धन्यवाद दिन चाहन्छु। वास्तवमा सबै चाहिँ धर्मावलम्बीहरूले आफ्नो धर्म संस्कृति चाडपर्वलाई चाहिँ मनाइ आइरहेका छन्। यो हाम्रो एउटा चाहिँ यो ब्युटी पनि हो, किनभने नेपाल चाहिँ यस्तो मुलुक हो, एउटा चाहिँ शान्तिको चाहिँ सन्देश दिने मुलुक पनि हो र धार्मिक सहिष्णुता कायम गरेको मुलुक पनि हो र त्यस्तो ठुलो चाहिँ यसलाई हामीले त्यस्तो ठुलो घटना लिएका छैनौँ। यो वास्तवमा ठुलो घटना होइन, तर जुन क्रियाकलाप हो त्यो एउटा हामीलाई एउटा चाहिँ सचेत बनाउने घटना लाग्यो मलाई र चाहिँ पदयात्रामा गएका केही व्यक्तिहरूले आयोजकसँग हामीले कुरा पनि गरौँ। खास गरी विभिन्न ठाउँहरूबाट चाहिँ पदयात्रामा मोटरसाइकल र्याली सहित आएको थिए र हामीले चाहिँ यो विषयमा अरू छलफल पनि गरिरहेका छौँ र मस्जिदको अगाडि नाराबाजी गरेको कुराहरू चाहिँ हामीलाई जानकारी प्राप्त भयो र तत्काल हामीले सुरक्षाकर्मी खटाएर त्यसलाई व्यवस्थापन गऱ्यौँ र केही ठाउँहरूमा चाहिँ अब सञ्चार माध्यमबाट केही व्यक्तिहरूले ढुङ्गामुढा भयो पनि भनेर आएको छ, तर सुरक्षाकर्मीहरू सँगसँगै छन्। त्यस्तो खालको चाहिँ अप्रिय घटना होइन भन्ने मलाई लाग्दछ, तर सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई केही चाहिँ खलबलाउने प्रयास हो कि भन्ने खालको चाहिँ हामीले त्यो महसुस गरेका छौँ। धनुषाकै कुरा गर्ने हो भने केही दिन अगाडि मात्रै
छठ पर्वका बेला पनि एउटा घटना भएको थियो रूपैठामा। रूपैठामा पनि यस्तै किसिमको गतिविधि भएको थियो होइन। भनेपछि धनुषामा पटक पटक भइरहेको अवस्था छ होइन। महोत्तरीमा पनि केही दिन अगाडि भएको थियो होइन। एकजनाको त हातै काट्नु परेको अवस्था थियो होइन। त्यो पनि घटना भएको हो। भनेपछि यो क्षेत्रमा पछिल्लो समयमा जुन यस्तो किसिमको जुन गतिविधि भइरहेको छ होइन, त्यसलाई रोक्नुपर्ने होइन र भने किन यो पटक पटक चाहिँ किन देखिएको? अब यस्तो छ, अहिले वास्तवमा विभिन्न स्थानहरूमा विभिन्न चाडपर्व धर्मावलम्बीहरूको विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्थाहरू चाहिँ हुने गर्दछन् होइन। र यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्छ भन्ने खालको चाहिँ छलफल बहस पहिलेदेखि चलिरहेको अवस्थाहरू पनि हो। र हामीले यही विषयमा र अन्य विगतमा भएका घटनाक्रमहरूलाई चाहिँ विश्लेषण गर्दै आगामी दिनहरूमा यस्तो हुनु हुँदैन भन्ने सन्दर्भमा चाहिँ मेरै अध्यक्षतामा हामीले चाहिँ सर्वपक्षीय बैठक अस्ति मात्रै हामीले गऱ्यौँ। र अस्ति बैठक हामीले गऱ्यौँ, हामी सबैको सहभागिता थियो। त्यहाँ हिन्दू अगुवाहरूको सहभागिता थियो, युवा चाहिँ विभिन्न भाइहरूको सहभागिता थियो। त्यहाँ चाहिँ जानकी मन्दिरको महन्त, जनकपुर धाम उपमहानगरपालिकाको प्रमुखज्यू आदरणीय प्रमुखज्यू, सर्वदलीय दलका प्रतिनिधिहरू र मुस्लिम समुदायको चाहिँ अगुवाहरू र विभिन्न क्षेत्रबाट प्रतिनिधि भएर हामीले छलफल गऱ्यौँ। र यो चाहिँ केही ठाउँहरूमा यस्ता घटनाहरू विगतमा पनि घटेको कुराहरू छलफल भयो। र त्यसमा विशेष गरी हामीले त्यो विषयमा एउटा कार्यदल पनि गठन गरेका छौँ। त्यो कार्यदलले आजदेखि काम गरिरहेको छ। सबैको सहभागितामा चाहिँ हिन्दू मुस्लिम र सुरक्षा निकायको सहभागितामा 15 सदस्यीय कार्यदल बनेको छ। त्यो कार्यदलले चाहिँ यो अस्तिको घटना रामनवमीको घटनालाई विश्लेषण गर्दै विगतमा हुने खालका त्यस्ता खालका चाहिँ छिटफुट घटना र त्यसले जुन धार्मिक र चाहिँ सामाजिक सद्भाव खलबल्याउने जुन किसिमका घटनाहरू चाहिँ भइरहेका छन् त्यो हुन नदिनका लागि हामीले एउटा ठोस कार्ययोजना बनाउने पनि भनेको छ। त्यसले काम पनि गरिरहेछ। आजै मात्रै पनि जिल्ला प्रशासन कार्यालयमा कार्यदलको बैठक बसेको थियो। अहिले 4:30 बजे पनि बैठक बसिरहेको छ। हामीले अब यो सँगै जोड्न पनि चाहन्छु, यहाँलाई अवगतै छ। हिजो मात्रै हामीले जानकी मन्दिरको प्राङ्गणमा चाहिँ बजार परिक्रमा गर्दै चाहिँ सबैको सहभागितामा त्यहाँ सबै धर्म, हिन्दू धर्मका साथीहरू थिए, मुस्लिम धर्म मान्ने अगुवाहरू हुनुहुन्थ्यो, सबैको सहभागितामा चाहिँ धार्मिक सद्भाव र्याली निकालिएको थियो। र यसले के सन्देश दिएको छ भन्दाखेरि चाहिँ हामी जनकपुर धाम निवासी मात्रै होइन, नेपालमा बसोबास गर्ने सबै किसिमका चाहिँ धर्म अवलम्बन गर्ने विभिन्न जात जाति सामाजिक कार्यहरू गर्दाखेरि चाहिँ एउटा सहिष्णुता कायम गर्नुपर्छ र एकले अर्कोलाई चाहिँ जुन संविधानले दिएको अधिकार छ चाहिँ एउटा आफ्नो धर्मको चाहिँ कार्यक्रमहरू गर्ने, अवलम्बन र अभ्यास गर्ने चाहिँ जुन अवसर दिएको छ त्यसलाई शान्तिपूर्ण र सुरक्षित रूपमा गर्नुपर्छ भन्ने खालको चाहिँ सन्देश पनि हिजो गएको छ। र अब कहिलेकाहीँ कस्तो हुँदो रहेछ भन्दाखेरि विभिन्न सामाजिक सञ्जालहरूमा पत्र पत्रिकाहरू लगायत सञ्चार माध्यमहरूबाट वास्तविक सत्य तथ्य कुराहरू चाहिँ नबुझिकन समाचार सम्प्रेषित हुँदाखेरि पनि केही समस्याहरू देखिएको अवस्था छ। यसले चाहिँ एकले अर्कोलाई आक्षेप लाउने र त्यसले अझ बढी चाहिँ तपाईँको चाहिँ यो सामाजिक सद्भाव खलबल्याउने कामहरू पनि हुन सक्ने सम्भावनाहरू चाहिँ हामीले देखिरहेछौँ। त्यसमा पनि हामीले भनेका छौँ कि कसैले पनि सामाजिक सञ्जाल मार्फत त्यस्तो खालको चाहिँ गतिविधि क्रियाकलाप गर्छ जसले चाहिँ धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गर्छ भने त्यो पनि कानुनी कारबाहीको दायरामा ल्याउने भनेका छौँ। र यो कार्यदलले चाहिँ त्यस्ता गतिविधिहरू गर्ने उप निगरानी पनि गर्छ। र सँगसँगै अहिले कतिपय कार्यक्रमहरूमा यहाँहरूले हेर्नुभयो भने चाहिँ अब हिन्दू धर्मावलम्बी मान्नेको कार्यक्रममा पनि र त्यसपछि मुस्लिम धर्मले मान्ने कार्यक्रमहरूमा पनि चाहिँ हात हतियारहरू चाहिँ अब यो चाहिँ तरवारहरू लिएर हिँड्ने जुन एउटा चाहिँ गलत परिपाटीहरू बसिरहेको अवस्थाहरू छ। अब एउटा धार्मिक हिसाबको कुनै साङ्केतिक हिसाबको कार्यक्रममा त्यस्तो खालको परम्परा र अवलम्बन गर्ने विषय छुट्टै भयो, तर हरेक व्यक्तिले त्यो चाहिँ लिएर चाहिँ प्रदर्शन गर्न सक्ने सम्भावना त्यो चाहिँ वास्तवमा नै कानुनले वर्जित गरेको विषय हो होइन। त्यो यो कुरालाई पनि मलाई लाग्छ यो कार्यदलले कसरी अगाडि बढ्ने भन्ने सुझाव पनि दिन्छ र त्यो कार्यदल सबैको पक्षको सहभागितामा भएकोले आगामी दिनहरूमा चाहिँ यस्तो हुन नदिनको लागि हामीलाई सजिलो पनि हुन्छ जस्तो लाग्छ। अब सामान्यतः कुनै कार्यक्रम गर्नु पर्दाखेरि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने एउटा व्यवस्था छँदैछ होइन, तर त्यो कतिको कार्यान्वयन भएको छ त्यो तपाईँले थाहा होला होइन। त्यो
त्यो त्यतिको हुन सकिरहेको छैन, किनभने यो घटना जसरी भयो होइन, किनभने समयमै प्रहरी प्रशासन पुगेको भए सायद त्यस्तो किसिमको घटना हुँदैन थियो होला कि होइन, एउटा कुरा त्यो हो। र अर्को कुरो रुट निर्धारण गर्ने, विशेष गरी धार्मिक कार्यक्रमहरू हुँदाखेरि चाहिँ कुनै र्याली निस्किँदाखेरि चाहिँ रुट निर्धारण गरिदिने कुराहरू होलान् होइन, र फेरि त्यही अनुसारको चाहिँ त्यहाँ गरी प्रहरी पठाउने कुराहरू होलान् होइन, भनेपछि यतातर्फ चाहिँ के भएको छ? अब सुरक्षा परिचालन नभएको होइन, सुरक्षा परिचालन भएको थियो। नेपाल प्रहरी सशस्त्र प्रहरीहरू चाहिँ विभिन्न कार्यक्रमहरूमा हामीलाई जानकारी भएअनुसार सबै सुरक्षाकर्मीहरू परिचालित नै थिए। अघि पनि मैले भने त्यो कार्यक्रम सम्पन्न भइसकेपछि, रामनवमीको कार्यक्रम सम्पन्न भइसकेपछि चाहिँ त्यसपछिको चाहिँ जुन फर्किने बेलामा केही समूहहरू चाहिँ त्यो क्षेत्रहरूमा खास गरी मस्जिद अगाडि र केही ठाउँहरूमा चाहिँ नाराबाजी गरेको विषयहरू खुल्नमा पनि आएको छ। तर चाहिँ अब अहिले सञ्चार माध्यमहरू र केही चाहिँ सामाजिक सञ्जालमा देखिएको जस्तो अथवा चाहिँ उनीहरूले प्रकाशित गरेको जस्तो चाहिँ होइन। यो कुरा चाहिँ बुझ्नुपर्छ हामीले। र कहीँ पनि हाताहात भएको अवस्थाहरू पनि छैन। नाराबाजी गरेको अवस्था हो, त्यहाँ चाहिँ जय श्रीराम भनेर मस्जिद अगाडि चाहिँ नाराबाजी भएको र उहाँहरूको चाहिँ नमाज पढ्ने बेला भएको हुनाले यो विषय चाहिँ अलि शोभनीय भएन भन्ने खालको कुराहरू चाहिँ उठायो। पछि म आफै पनि त्यो क्षेत्रमा गएर अवलोकन गरेर उहाँहरूसँग भेटेँ र तत्कालै हामीले चाहिँ सर्वपक्षीय बैठकहरू पनि भोलिपल्टै हामीले राखेर यसलाई समाधान गर्ने प्रयासहरू हामी भइरहेको अवस्था छ। र मलाई लाग्छ यो कुनै त्यस्तो खालको चाहिँ अहिले चाहिँ चर्चामा आए जस्तो त्यो जटिल परिस्थिति चाहिँ होइन। अब कुनै कार्यक्रम गर्दाखेरि अनुमति लिनुपर्ने जुन व्यवस्था छ त्यो तपाईँले सही कुरा उठाउनु भएको छ। यो विषयमा चाहिँ हामीले चाहिँ जानकारी पनि गराएको छौँ। तत्कालै त्यो रामनवमीको दिन मात्रै हामीलाई अगाडि यो बारेमा खबर थिएन, यो कार्यक्रम चाहिँ हामी गर्दैछौँ भन्ने खालको हामीलाई जानकारी प्राप्त भएको थिएन। र हाम्रो चाहिँ सुरक्षा निकायबाटै चाहिँ यस्तो कार्यक्रम हुँदैछ भनेर जानकारी भएपछि अनि हामीले सम्बन्धित चाहिँ व्यक्तिहरू जो हामीले चाहिँ यो कार्यक्रमसँग सम्बन्धित छ भन्ने हामीले लागेको थियो, त्यो पक्षसँग हामीले कुरा गरेर यो कार्यक्रमको चाहिँ जानकारी दिनुहोस्, रुट दिनुहोस् भनेको थियौँ। र उहाँहरूले चाहिँ हाम्रो कार्यक्रम यहाँसम्म मात्रै छ भनेर भन्नुभएको थियो। जुन चाहिँ जानकी मन्दिरमा समापन हुन्छ भन्नुभएको थियो, त्यो जुन जानकी मन्दिर पछाडि गएको चाहिँ त्यो निर्धारित कार्यक्रममा रुटमा हामीलाई मौखिक चाहिँ जानकारी प्राप्त भएको थियो, त्यसमा थिएन। तर यद्यपि त्यो चाहिँ गयो, उहाँहरूले पनि त्यो रियलाइज गर्नुभएको छ। यसलाई चाहिँ वास्तवमा हामी कसरी व्यवस्थित गर्ने भन्ने कुराहरू आज पनि छलफल हुँदाखेरि हामीले चाहिँ त्यसलाई चाहिँ शान्तिपूर्ण रूपमा गर्न सक्ने विषयहरूमा चाहिँ अगाडि बढ्न पाउनुपर्छ भन्ने खालको कुरा हुन्छ। हाम्रो पनि त्यो विमति छैन र संविधानले नै शान्तिपूर्ण रूपमा चाहिँ आफ्नो कार्यक्रमहरू गर्न पाउने एउटा अधिकारै सुनिश्चित गरेको छ। तर चाहिँ सुरक्षा चुनौती आउने गरी कार्यक्रम गर्नु भएन भन्ने मलाई लाग्दछ। र सुरक्षा निकायहरूलाई चाहिँ विशेष गरी जिल्ला प्रशासन कार्यालय जुन समग्र सुरक्षाको नेतृत्व जिल्लामा वहन गर्दछ, सुरक्षा प्रदान गर्दछ र सुरक्षा निकाय परिचालन गर्दछ, त्यो निकायलाई यो बारेमा जानकारी गराउनुपर्छ भनेर हामीले भनेको त्यो कुरा उहाँहरूले त्यो रियलाइज पनि गर्नुभएको छ। एउटा कुरा यो जुन अनुमति लिनु जुन कुरा छ नि, त्यो चाहिँ कस्तो छ, व्यवस्था चाहिँ कस्तो छ? जुनसुकै कार्यक्रम गर्दाखेरि अनुमति लिनुपर्ने हो या धार्मिक कार्यक्रम मात्र गर्दाखेरि अनुमति लिनुपर्ने हो या बृहत कुनै सभा या सम्मेलन त्यस्तो हुन लागेको छ भने त्यो बेला मात्रै अनुमति लिनुपर्ने हो, के रहेछ व्यवस्था चाहिँ? अब यस्तो छ, अब अलिकति ठुलो समूहमा हुने कार्यक्रमहरू होइन, जस्तै भेला भयो, जुलुस भयो, र्याली भयो, खुला ठाउँमा होइन, खुला ठाउँमा जुन सार्वजनिक ठाउँहरूमा हुने त्यस्ता खालका ठुला कार्यक्रमहरू। अब व्यक्तिगत रूपमा कुनै समाजमा हुने घराइसी कार्यक्रमहरूमा त त्यो हामीसँग जानकारी पर्दैन। तर त्यो पनि गराइयो भने नजिकको सुरक्षा निकायलाई कतिपय सुरक्षा चुनौतीहरू नआउन सक्छ र हामीले समयमा त्यसलाई चाहिँ ट्याकल पनि गर्न सक्छौँ। र बृहत खालका कार्यक्रमहरू गर्दाखेरि चाहिँ जानकारी गराउनुपर्छ। त्यो कानुनमै भएको व्यवस्थाहरू हामीलाई चाहिँ स्थानीय प्रशासन ऐन 2028मै यो विषयमा चाहिँ कतिपय कुराहरू चाहिँ उल्लेख पनि गरेको छ। कतिपय कुराहरू चाहिँ अब एउटा चाहिँ गृह मन्त्रालयको चाहिँ टियुआरभित्र पर्ने कामहरूको होइन निर्देशन पनि हामीलाई चाहिँ प्राप्त भएको छ। त्यो कुराहरू चाहिँ गर्नै पर्छ। अघि पनि मैले सार्वजनिक रूपमा हुने ठुलो सभा सम्मेलन, जुलुस, र्याली र राजनीतिक रूपमा हुने कार्यक्रमहरूको पनि हामीलाई चाहिँ जानकारी गराउनुपर्छ। त्यो भयो भने यो सुरक्षा त हामी सबैको दायित्व र कर्तव्य हो। कुनै अब चाहिँ वर्दी लगाएको प्रहरी अथवा चाहिँ सुरक्षा निकाय भन्दा वर्दी नलागेका जनताहरू चाहिँ अझ सुरक्षाको लागि पहरेदार हुनुपर्छ भन्ने लाग्दछ। त्यो हुनाले चाहिँ यो विषयमा चाहिँ म अनुरोध पनि गर्न चाहन्छु सबैलाई कि आफ्नो ठाउँ, क्षेत्र अथवा चाहिँ टोल छिमेक अथवा चाहिँ कुनै ठाउँमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने अब सामाजिकै कार्यक्रम भयो भने, जस्तै वैवाहिक कार्यक्रम छन्, कहिलेकाहीँ वैवाहिक कार्यक्रममा पनि झैझगडा भइरहेको अवस्था हो। किनभने हामी कहाँ वैवाहिक कार्यक्रम यहाँ हुँदैछ भनेर नजिकको सुरक्षा निकायमा जानकारी गराउन सकिन्छ। धार्मिक कार्यक्रमहरू भइरहेको हुन्छ होइन, अब कुनै सम्मेलन हुन्छ, सभा हुन्छ, महायज्ञ हुन्छ होइन,
अब विभिन्न धार्मिक सम्मेलनहरू हुन्छ, त्यो सम्मेलनको बारेमा पनि नजिकको सुरक्षा युनिटलाई दिने र त्यसपछि जिल्ला प्रशासन कार्यालयलाई दिने गरी हामीले सर्कुलर पनि गरेका छौँ। यो कार्यदलको विषयमा त्यो विषयमा पनि यो बारेमा पनि छलफल हुन्छ र रुट निर्धारण चाहिँ महत्त्वपूर्ण विषय हो। किनभने अब कुनै पनि कार्यक्रम हुँदाखेरि रुट निर्धारण गरियो भने प्रहरीले त्यसको सुरक्षा रुट त्यो हाम्रो सुरक्षा भनेको अरू नागरिकको सुरक्षा त छँदैछ, तर त्यस्तो कार्यक्रमहरूको सुरक्षा गर्ने दायित्व पनि हाम्रो हो। त्यो हुनाले त्यो कार्यक्रममा विभिन्न गतिविधिहरू हुन सक्छन्, विभिन्न चाहिँ खालका क्रियाकलापहरू, गलत क्रियाकलाप अथवा चाहिँ त्यस्ता चाहिँ एउटा चाहिँ सामाजिक सद्भाव खल्याउने, धार्मिक सद्भाव खल्याउने व्यक्तिहरूको प्रवेश हुनसक्छ। त्यो हुनाले आयोजकहरूले पनि यस्ता कार्यक्रमहरू गर्नुभन्दा अगाडि त्यो कुराहरूको छलफल गर्ने र एउटा रणनीति अथवा योजना बनाउने आवश्यक छ जस्तो लाग्छ मलाई। हजुर, अब जस्तै यो संवेदनशील विषय पनि हो, किनभने हिन्दू मुस्लिम भनेर भाइचारा कायम गरेर सद्भाव बढाएर बस्नुपर्ने हो एक ठाउँमा होइन, तर कहिलेकाहीँ यस्ता गतिविधिहरू हुने गरेका छन्। अब यसमा के हुन्छ भन्दाखेरि अब मानौ कसैले हिन्दू होस् या मुस्लिम कसैले चाहिँ उशृङ्खल गतिविधि गरेको अवस्था छ, त्यो भने केही व्यक्तिहरू त्यस्ता हुन्छन् होइन, जुनसुकै समुदायबाट होस् होइन। अब तिनीहरूमाथि धरपकडको अवस्था आयो भने फेरि अर्को समूहले चाहिँ अर्को धर्मले फेरि अर्को धर्मका व्यक्तिहरूले फेरि विरोध जनाउने आपत्ति जनाउने कुराहरू पनि भइरहन्छ। त्यो बेला फेरि तपाईँहरू आफै सचेत हुनुपर्ने या भनौँ यस्तो किसिमको अवस्था आउनै दिनु हुँदैन होइन। त्यसको लागि के गर्नुपर्ला जस्तो लाग्छ तपाईँलाई, किनभने कसैले चाहिँ समात्नु नपरोस् होइन, त्यो अवस्था नआओस्, किनभने आइहाल्यो भने फेरि अर्को किसिमको अर्को रूपमा जाने अवस्था पनि हुनसक्छ नि त होइन। अब यो त तपाईँले महत्त्वपूर्ण विषय उठाउनु भएको छ, यही हामीले खोजिरहेका छौँ। खास गरी सामाजिक र धार्मिक सद्भाव कायम गर्ने विषय नै यही हो र चाहिँ सुरक्षाको हिसाबमा सुरक्षाको नेतृत्व लिइरहँदाखेरि चाहिँ सुरक्षा चुनौतीहरूको विश्लेषण गरेर हामी सुरक्षाकर्मीहरू परिचालन गर्छौँ। त्यो हुनाले हामीलाई पूर्व जानकारी गराउनुपर्छ भनेर हामीले भनेका छौँ। र अब तपाईँले चाहिँ वास्तवमा यस्तो गलत क्रियाकलाप गर्ने व्यक्तिहरूको पहिचान र कारबाहीको विषय भन्नुभयो। अब यो विषयमा पनि त्यो पनि चुनौतीपूर्ण छ, यो पनि हामीले विश्लेषण गरिरहेका छौँ र अहिले जुन रामनवमीको बेलामा भएको चाहिँ सामान्य घटनाक्रम र त्यसपछिको चाहिँ उत्पन्न परिस्थिति, खास गरी सामाजिक सञ्जालमा पोस्ट गरिएका विषयहरू जसले चाहिँ सामाजिक सद्भाव र धार्मिक चाहिँ सहिष्णुता होइन मा खलबेलाउन सक्छ भन्ने खालको आकलन गरेको विषयहरू पनि हामीले नोटिसमा राखेका छौँ र यसलाई हामी सूक्ष्म विश्लेषण गर्दैछौँ। र कानुन विपरीत काम गर्ने जो कोही होस्, म प्रमुख जिल्ला अधिकारी छु, मैले पनि कानुन विपरीत गरेँ भने मैले पनि सजायको चाहिँ भागी हुनुपर्छ। कानुनले सजाय दिन्छ, त्यसमा कानुनबाट सजायबाट उन्मुक्ति हामीले पाउँदैनौँ कसैले पनि। त्यो हुनाले यो कुरा चाहिँ यहाँहरू मनन गर्नु, यो कुरा चाहिँ तपाईँहरूको अपन टेलिभिजन मार्फत म निवेदन गर्न चाहन्छु। किनभने मैले आज यो घटना घटाएँ अथवा त्यो कुनै उचित काम गरेँ, म जोगिन्छु भनेर केही समय ऊ स्केप होला, केही समय ऊ बच्न जोगाउनेहरू पनि उहिन्छ नि त त्यो बेला होइन। त्यो कुरा बुझ्नुपर्छ, सबभन्दा महत्त्वपूर्ण विषय यही छ। कुनै पनि विषयमा कानुन विपरीत काम गरेको विषयलाई कसैले पनि संरक्षण गर्नु हुँदैन भन्ने मान्यताको विकास हामीले गर्दै जानुपर्छ। त्यो सामाजिक चेतना र त्यो चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ अवेरनेसको कुराहरू चाहिँ हामीले राख्नै पर्छ र यसमा सबैको सहयोग आवश्यक छ। राजनीतिक दल, त्यहाँ त्यसपछि स्थानीय तहका प्रतिनिधिहरू, चाहिँ अब सचेत नागरिक र सामाजिक अभियन्ता लगायत यो विभिन्न चाहिँ अब चाहिँ धार्मिक चाहिँ सङ्घ सङ्गठनहरू छन् होइन, उहाँहरूले चाहिँ यो कुराहरू चाहिँ सहयोग गर्नुपर्छ भन्छ, सबै मिलेर राम्रो बनाउने हो। हजुर, अब आज पनि तपाईँहरूको छलफल छ यो विषयमा होइन। भनेपछि यो जनकपुरलाई मात्रै नहेरिकन जिल्लाकै कुरा गर्ने भने जिल्लाभरि नै यस्तो किसिमको गतिविधि नहोस् होइन, किनभने जिल्लाका अन्य ठाउँ पनि भइ नै रहेको अवस्था छ होइन, यसअघि पनि भएको हो भनेपछि आइन्दा अब यस्तो किसिमको गतिविधि नहोस् भनेर चाहिँ अब जिल्लाले नै समेट्ने गरी त्यसरी चाहिँ के तयारी छ तपाईँहरूको? अब यस्तो छ, हामीले चाहिँ एउटा कार्ययोजनै बनाउँछौँ। यो कार्यदलको मुख्य काम जिल्लाभरि लागू हुने कार्यदलको मुख्य काम भने सहायक प्रमुख जिल्ला अधिकारीज्यूको संयुक्तमा छ। दुईटै पक्षबाट वास्तवमा चाहिँ हिन्दू धर्मावलम्बी र मुस्लिम धर्मावलम्बी दुईटै पक्षबाट सहभागिता छ र सुरक्षा निकाय सहितको सहभागितामा हामीले कार्यदल जुन बनाएका छौँ त्यो कार्यदलले काम गरिरहेको छ। हाम्रा कुन चाडपर्वहरू छन्, हाम्रा कुन कार्यक्रमहरू छन् जुन चाहिँ अलरेडी फिक्स छ, जस्तै रामनवमी, हाम्रो विवाह पञ्चमी होइन, लगायतका चाहिँ विभिन्न चाहिँ पदयात्राहरू छन् होइन। अब अस्ति मात्रै अघि उसमा चाहिँ यो चाहिँ परिक्रमाको कार्यक्रमहरू सकियो होइन। त्यसपछि मुस्लिम धर्मावलम्बीहरूले मान्ने रमजान होइन, त्यसपछि तपाईँको चाहिँ के अरे यो चाहिँ दाह भन्ने छ होइन, लगायतका जुन पर्वहरू छन् त्यो पर्व जुन चाहिँ अब इन हाउसभित्र मनाइने होइन, एउटा चाहिँ मस्जिदभित्र अथवा चाहिँ मन्दिरभित्र मनाइने विषय त एउटा विषय भयो, जुन चाहिँ बाहिर र्याली अथवा चाहिँ पदयात्रा मार्फत गरिने छ त्यो गरिने विषयलाई चाहिँ हामीले चाहिँ कहिलेकाहीँ कुन चाड मनाइन्छ, कति सहभागिता हुन्छन्, त्यसमा के गर्ने र के नगर्ने,
अघि भन्नुभयो नि अब झन्डा लिएको छ हैन, झन्डामा चाहिँ तपाईँको चाहिँ अब चाहिँ एउटा ठुलो लट्ठी जस्तो बाँस जस्तो चिरपट जस्तो त्यो झन्डामा गरेको छ, त्यसले त त्यो पदयात्रामा हिँड्नेलाई पनि जोखिम हुन्छ र सुरक्षा चुनौती बढाउँछ, त्यहाँ जोखिम बढ्छ नि। त्यो हुनाले त्यसको एउटा निश्चित मापदण्ड बनाउने, झन्डा प्रतीकात्मक हिसाबमा राष्ट्रिय झन्डा होला अथवा कुनै धर्मको एउटा आफ्नो चाहिँ छुट्टै पहिचानको चाहिँ झन्डा छ जुन चाहिँ परम्परागतदेखि प्रयोग भएको छ भने हैन, त्यसलाई प्रयोग गर्न गर्ने सानो आकारको एउटा चाहिँ अब एउटा सामान्य समात्न सक्ने हैन, त्यसरी चाहिँ गर्नुपर्छ। र यो जुन हात हतियार आयोजकहरू सचेत भइदिने हो भने समस्या समाधान हुँदैन। अब हुन्छ किन तरबारहरू लिएर हैन, अब विभिन्न चाहिँ एउटा चाहिँ भनौँ न यस्ता खालको चाहिँ प्रदर्शन गर्ने कि जसले त्यहाँ पदयात्रामा हिँड्ने अथवा जुलुसमा हिँड्ने धार्मिक कार्यक्रममा हिँड्नेलाई पनि डर हैन, त्यसपछि बाहिर हेर्दाखेरि पनि अब चाहिँ बच्चाहरू त्यसपछि वृद्धहरूलाई पनि ओहो यस्तो के कस्तो खालको जुलुस निस्क्यो भन्ने खालको चाहिँ भान चाहिँ नपरोस्। यो कुराहरूलाई चाहिँ हामीले चाहिँ त्यसमा समेट्न खोजेका छौँ। हिन्दू होस् या मुस्लिम हजुर सबै धर्मावलम्बीहरू सचेत भइदिनु पर्यो र भाइचारा कायम गर्नुपर्छ। अब अर्को एउटा विषय जुन मधेसकै एउटा समस्याको रूपमा रहेको छ, यो बिहा होस् या अरू बेला कुनै धार्मिक अनुसन्धान के अरे कुनै कार्यक्रम होस् होइन, त्यो बेला चाहिँ बाजाको कुरा के अत्यधिक चर्को चाहिँ बाजा बजाइदिने होइन, र उनीहरूले चाहिँ यो ज्ञात हुँदैन कि मैले यदि चर्को स्वरमा कुनै लाउड स्पिकर बजाएको अवस्थामा हुनसक्छ कसैको पढाइ बिग्रिरहेको छ कि कोही त्यहाँ मुटुका रोगी छन् कि होइन, या अरू समस्या हुन सक्लान् होइन। त्यो नोइजको कुरा गर्ने हो भने तपाईँलाई के लाग्छ यो समस्या मधेसकै छ होइन, हरेक जिल्लामा यो समस्या छ, विभिन्न ठाउँमा यो चाहिँ निर्देशन पनि आइरहन्छ बेला बेलामा कि यसरी चाहिँ बनाउन पाइएन होइन, तर पनि भइरहेको छ, कहिले बिहेको सिजनमा कहिले अरू बेला चाहिँ। यो एकदम महत्त्वपूर्ण विषय हो, किनभने यो हामीले कसैले पनि कुनै पनि व्यक्तिले आफूले गरेको क्रियाकलाप अथवा कुनै समूहले गरेको क्रियाकलापले अन्य व्यक्तिहरूलाई असर गर्नु हुँदैन, अन्य समूहलाई असर गर्नु हुँदैन। तपाईँले यो चाहिँ यो विषय जुन उजागर गर्नुभएको छ यो जनकपुर अथवा धनुषाको मात्रै विषय होइन, यो चाहिँ मुलुकभरकै धेरै ठाउँहरूमा सहरमा त अलिक कम हुन्छ, गाउँमा त अझ बढी नसक्ने प्रवृत्ति छ। हामीले यो बारेमा निर्णय पनि गरेका छौँ, हामी सर्वपक्षीय नै निर्णय गरेका छौँ। फेरि हामीले सबै चाहिँ राजनीतिक दलहरू सहितको बैठकमा चाहिँ यसलाई कसरी न्यूनीकरण गर्ने, यो साउन्ड पोल्युसन जुन भइरहेछ खास गरी विभिन्न तपाईँले नै भन्नुभयो होइन, विवाह व्रतबन्ध धार्मिक कामहरू महायज्ञ अनि त्यसपछि यो पुराण होइन चाहिँ त्यस्ता कार्यक्रमहरूमा चाहिँ मठ मन्दिर मस्जिदहरूमा चाहिँ त्यो लाउड स्पिकर ठुलो आवाजमा बजाउने डिजेहरूको पनि त्यत्तिकै प्रचलन बढ्दै गएको अवस्थाहरू छ होइन। अनि त्यसपछि अरू साउन्डहरू जुन चाहिँ आइरहेछ त्यसले ध्वनि प्रदूषण गरेको छ। यसमा सम्मानित अदालतले पनि यसलाई व्यवस्थित गर भनेर हामीलाई निर्देशात्मक आदेश पनि गरेको छ। अब व्यक्ति आफ्नो हक अधिकारको चाहिँ प्राप्तिका लागि जुन असर परिरहेछ त्यो आफ्नो अधिकारलाई फेरि अरूको पनि अधिकार हनन भइरहेछ। त्यो उहाँहरू चाहिँ अब केही पक्षहरू जानुभएको थियो, व्यक्ति नागरिक सचेत नागरिक जानुभएको छ, यसलाई चाहिँ व्यवस्थित गर्नु पर्छ। बिहे चाहिँ एकजना घरमा फेरि उसले पुरै गाउँलाई त्यो माइक त्यो लाउड स्पिकर यदि चाहिँ टाढासम्म सुनिन्छ चाहिँ र फेरि एउटा कुनै समय बिना नै बजाइदिनेछ। हामीले निर्णय पनि गरेका छौँ। म यहाँहरू मार्फत अनुरोध पनि गर्न चाहन्छु सबैलाई, यो सबैले पालना गर्ने विषय हो। यसलाई चाहिँ हामीले गर्ने कार्यक्रम हो, पहिले त आफूले पालना गर्नुपर्छ। तपाईँहरूको घरमा कुनै कार्यक्रम छ भने तपाईँहरूको सीमित व्यक्तिहरूलाई चाहिँ मात्रै त्यसलाई चाहिँ पहुँच हुने गरी गर्नुहोस्, किनभने बाहिरको कसैलाई चाहिँ डिस्टर्ब हुने गरी अथवा चाहिँ बाधा हुने गरी गर्नु भएन। यो लाउड स्पिकरको विषयहरूमा चाहिँ हामीले निर्णय पनि 10 बजेपछि बन्दै गर्ने भनेका छौँ। तर कुनै त्यस्तो विशेष कार्यक्रम छ भने त्यसलाई सानो बनाएर चाहिँ अरूलाई असर नगर्ने गरी गर्न सकिन्छ, किनभने यो विषय चाहिँ अब टोटल सबै बन्द गर्ने विषय पनि होइन, किनभने केही न केही कार्यक्रमहरू भइरहेको हुन्छ। तर अरूलाई असर गर्ने गरी गर्नु हुँदैन, यसमा हामीले निर्णय गरेका छौँ। 10 बजेपछि आफ्नो अधिकारको प्रयोग गर्दाखेरि अरूको अधिकार हनन भइरहेको छ भने त्यो पीडित व्यक्तिले एक किसिमले भनौँ पीडित नै भएको अवस्था भनेपछि उसले चाहिँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन मिल्छ के छ? हामीले यसो गरेका छौँ, हामीले निर्णय गऱ्यौँ, यो अघिल्लो महिनै निर्णय गरेका हौँ र निर्णय गरेर हामीले के भनेका छौँ भन्दाखेरि राति 10 बजेपछि कुनै पनि बाजाहरू अथवा चाहिँ ध्वनि चाहिँ उत्पन्न गर्ने यन्त्रहरू नबजाउनलाई चाहिँ भनेको छौँ, त्यो बन्द गर्ने भनेको छौँ। र कुनै जरुरी छ त्यस्तो खालको कार्यक्रम छ बजाउनै पर्ने अवस्थाहरू भयो भने अरूलाई असर नगर्ने गरी, यो 10 बजेपछिको कुरा। 10 बजेभन्दा अगाडि होइन, अब दिनको समयमा हो भने अरूलाई असर नगर्ने गरी गर्न सकिन्छ, पाइन्छ, नपाइने होइन। तर यसलाई व्यवस्थित गर्नको लागि हामीले सबै निर्णय गरेर सर्कुलर पनि गरिसकेका छौँ।
जसलाई असर गरेछ नजिकको सुरक्षा निकायमा यो विषयलाई जानकारी गराउन सक्नुहुन्छ उहाँहरूले। नजिकको सुरक्षा निकाय परिचालित हुन्छ र उहाँहरूलाई अब पहिलो त हामीले यसलाई अवेरनेसको हिसाबमा सबैलाई भनिरहेका छौँ। जस्तै तपाईँको अपन टिभी मार्फत पनि म सबैलाई निवेदन गर्न चाहन्छु कि यो निर्णयहरू चाहिँ कार्यान्वयन गरेर पालना गर्दिन म अनुरोध गर्न चाहन्छु। यो सँगै एउटा जोखिम पनि छ। अब विद्यार्थीहरूले पढ्नलाई डिस्टर्ब हुने अवस्थाहरू छ, वृद्धहरू सुत्नलाई चाहिँ समस्याहरू छ, बिरामीहरूलाई पनि असर गरिरहेको अवस्थाहरू छ। हामी सबैलाई असर गर्ने विषय हो, स्वास्थ्यमा असर गरिरहेको छ। एउटा चाहिँ हामीले सुनेका छौँ न्युजमा होइन, पत्र पत्रिका र न्युजमा हामीले एउटा चाहिँ बिहेको कार्यक्रममा बेहुलाको डिजेको बाजाको कारणले मृत्यु पनि भएको भनेपछि यसले त जोखिम गर्दो रहेछ नि भन्ने हामी सबैलाई त त्यो उनीहरूले पालना गर्ने विषयमा चाहिँ हामीले त्यो कार्यान्वयन गर्ने विषयमा हामी सचेत छौँ र हामीले सम्प्रेषित पनि गरेका छौँ। अब यहाँहरूमाथि म अनुरोध गर्न चाहन्छु, अब त्यसरी हामीले समय दिइसकेका छौँ। अब त्यसरी चाहिँ ध्वनि प्रदूषण गर्ने, ठुलो साउन्डमा आवाज बनाउनेहरूलाई चाहिँ हामी बिस्तारै नियन्त्रणमा लिने प्रयास गर्छौँ। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ। अन्त्यमा अलिक फरक विषयमा, यो अहिले दिनदिनै युवाहरू विदेश पलायन भइरहेका छन् र यो क्रम जति बढ्दै गइरहेको छ त्यति नै जिल्ला प्रशासन कार्यालयहरूमा भिड पनि बढेको अवस्था छ, किनभने पासपोर्ट त चाहियो होइन। धनुषामा पनि त्यस्तै अवस्था छ, हरेक जिल्ला प्रशासन कार्यालयमा त्यस्तै छ। अब यसले चाहिँ अलिक सहज रूपमा, हुन त प्रधानमन्त्रीज्यूले आफ्नो 100 दिनको कार्यकालमा 100 दिनको काममा के गरे भनेर भन्दाखेरि उहाँले चाहिँ यो कुरा उठाउनु भएको छ कि अलिक सहज गरेका छौँ भनेर होइन। तपाईँलाई के लाग्छ, तपाईँको जिल्ला प्रशासन कार्यालयमा कतिको सहजता छ? जिल्ला प्रशासन कार्यालयले अब सम्पादन गर्ने कामहरूमा तपाईँले उल्लेख गर्नुभएको पासपोर्टको कुरा, राष्ट्रिय परिचय पत्र, राहदानी, शान्ति सुरक्षाको निवेदन लगायतका विषयहरू हामी ट्याकल गर्छौँ र धेरै कामहरू छ। जिल्ला प्रशासन कार्यालयको समन्वयकारी भूमिका पनि छ। विकास निर्माणको काममा पनि हामी समन्वय गर्छौँ र हामी अनुगमन पनि गर्छौँ होइन। धेरै ठाउँहरूमा हामीले त्यो जिम्मेवारी पाएका छौँ र त्यो समन्वयको आधारमा बढी हुन्छ। हामी आफैले सम्पादन गर्ने काम जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय। हाम्रो जिल्ला प्रशासन कार्यालय धनुषा यहाँ जनकपुर धाममा छ र एदुकुवामा इलाका प्रशासन कार्यालय चाहिँ एदुकुवा भनेर चाहिँ छ। यसले चाहिँ विशेष गरी नागरिकता, परिचय पत्र र राहदानी इलाका प्रशासनले पनि गर्छ र जिल्ला प्रशासन कार्यालय धनुषामा म आइकन योभन्दा अगाडि पनि सेवालाई प्रभावकारी बनाउने प्रयास भएकै छ, नभए होइन। र म आइसकेपछि केही समस्याहरू हामीले देखेका थियौँ। खास गरी राष्ट्रिय परिचय पत्र त्यही दिन हुँदैन थियो, हामी त्यही दिन सम्पन्न गर्छौँ र हामीले त्यसमा नगरायन नगरपालिकाको सहयोगमा हेल्प डेस्क र चाहिँ टोकन सिस्टम लागू गर्नलाई उहाँहरूले गरिदिन्छु भन्नुभएको छ। बजेटको सीमितताको कारणले हामी आफैले गर्न सकेनौँ। उहाँहरूलाई अनुरोध गरेको छ किन यही धनुषाकै नागरिकहरू त्यहाँ सेवा लिन आउनुहुन्छ। त्यो हुनाले राष्ट्रिय परिचय पत्र जुन दिन उहाँहरू आउनुहुन्छ त्यही दिन सम्पन्न हुन्छ। त्यसमा कुनै चाहिँ अब कहिलेकाहीँ अलिक बढी भिड भयो, जस्तै बिदाको पछि, जस्तै शनिबार बिदा छ, आइतबार अलिक भिड हुन्छ भने त्यो दिन हामी चाहिँ 5 बजेपछि पनि केही समय चाहिँ काम गरेर उहाँहरूले सम्पन्न गर्नुहुन्छ। यदि सकिएन भने हामी टोकन दिन्छौँ, नम्बर दिन्छौँ र भोलिपल्ट आएर उहाँहरू काम सक्नुहुन्छ। अब राष्ट्रिय परिचय पत्रलाई चाहिँ वडामा लानुपर्ने अवस्था छ अभियानको रूपमा। त्यो कुरालाई चाहिँ राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई हामीले अनुरोध गरेका छौँ। तर हरेक पालिकाहरूमा राष्ट्रिय परिचय पत्र फोटो खिचाउने डेस्क छ, पालिकाहरूमा राखिदिएको छ र त्यहाँ गएर पनि सेवा लिन सकिन्छ। तर अनलाइन सर्भिसको लागि चाहिँ जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने अवस्थाहरूलाई अब बिस्तारै सुधार गर्नुपर्ने अवस्थाहरू छ। अब पासपोर्टको कुरा गर्नुभयो, राष्ट्रिय परिचय पत्रसँग चाहिँ पासपोर्टसँग आबद्ध भएको छ। राष्ट्रिय परिचय पत्र धेरै विषयहरूसँग आबद्ध हुन्छ। यो भोलि चाहिँ बैंकिङ प्रणाली, सामाजिक सुरक्षा भत्ता, त्यसपछि लाइसेन्स लगायत धेरै कामहरूसँग यो आबद्ध हुन्छ। तर अहिले नेपाल सरकारको निर्णयअनुसार चाहिँ राहदानीमा यो आबद्ध भइसकेको छ। राष्ट्रिय परिचय पत्र नम्बर नलिकन अहिले चाहिँ इनरोल गरेर प्रिन्ट पाइन्छ। अब कार्ड त अलिक पछि आइन्छ, त्यो दिन विभागले पठाउने हो। तर चाहिँ यो नम्बर नलिकन राष्ट्रिय परिचय पत्र के अरे राहदानी भर्न सकिन्न। त्यो हुनाले अब राहदानीलाई पनि कसरी प्रभावकारी बनाउने विषयमा हामी दैनिक झनै 100 जनाको हामी त्यहाँ चाहिँ फोटो खिच्छौँ र राहदानी विभागले यो प्रिन्ट गरेर पठाएपछि हामी वितरण गर्छौँ। तर पासपोर्टको लागि पनि त अब त्यसको लागि टोकन लिनु पर्यो, त्यसमा अलिकति कठिनाइ छ। टोकन लिनु पर्दैन, अनलाइन सिस्टम छ। त्यो अनलाइन सिस्टम कठिनाइ छ, अनलाइन सिस्टम छ। तपाईले भन्नु समय सीमित हुन्छ, त्यो भित्र चाहिँ भरिसक्नु पर्ने हुन्छ। हैन, तपाईले भन्नुभएको सही हो। यसमा चाहिँ के छ भन्दाखेरि अनलाइन सिस्टम छ, जसले पनि आफ्नै घरबाट अथवा कुनै कम्प्युटर सेन्टरबाट अनलाइन फार्म जसले जान्दछ उसले आफैले भर्न सक्दछ अनलाइन सिस्टममा। समय चाहिँ थोरै दियो भने हामीले अहिले त ओपन गरिदिइसकेका छौँ। अहिले त्यस्तो भर्ने समस्या पनि छैन। तर तपाईँले भनेको समस्या हामी दिनको 100 मात्रै सक्छौँ नि त। इनरोल गरेको डेट आउँछ, डेट आइसकेपछि हामी दिनको हाम्रो क्यापेसिटी जति छ दिनको हामी 100 सक्छौँ भने हामीले 100 वटा हामीले ओपन गरिरहेको हुन्छौँ।
र आज 100 जनाको भरिन्छ भने भोलिपल्ट पनि 100 जनाको, तर अब अलिक बढी मान्छे आयो भने जस्तै त्यो दिन डेट हामीले 100 नै दिया हुन्छ। अब कोही ढिलो पनि आउनुहुन्छ, तर अर्को हामीले के सुविधा गरेका छौँ भने जसको आज डेट जस्तै आज उनीहरूले चाहिँ भर्न आउनुपर्ने छ भने त्यो कसैको जरुरी पर्यो भने अगाडि नै उसले पनि भर्न खोज्छ भने डकुमेन्ट हेरेर हामी अगाडि पनि जस्तै डेट कसैको 1 महिना पछिको डेट पायो एकछिनमा मानौँ हैन, 15 दिनको पछि पायो, तर ऊ आजै खिचेर उसको जरुरी पर्छ, जस्तै कुनै विदेश जाने होला हैन, कोही अब चाहिँ स्वास्थ्य उपचारलाई बाहिर जान खोज्छ भने हामी त्यो डकुमेन्ट हेरेर गरिदिने गरेका छौँ। यसमा कुनै त्यस्तो समस्या देखिएको चाहिँ छैन। र अर्को कुरा राष्ट्रिय परिचय पत्र राजधानी फारम बाहिर फारम भर्छन्, जस्तै अब केही अब चाहिँ यो कम्प्युटर सेन्टरहरूमा फारम भर्ने व्यवस्था उहाँहरूले गर्नुभएको छ, निश्चित शुल्क लिनुहुन्छ। अहिले यहाँहरू मार्फत म के निवेदन गर्न चाहन्छु भने हामीले अधिकृत सङ्गम भनेको छ कर्मचारीहरूको एउटा फोरम हो, जिल्ला प्रशासन कार्यालयभित्र अधिकृत सङ्गमको बिल्डिङ छ, त्यो बिल्डिङमा हामीले राष्ट्रिय परिचय पत्र र राजधानीको फारम भर्ने व्यवस्था गरेका छौँ। र अधिकृत सङ्गमले न्यून मूल्यमा जस्तै बाहिर 400, 500, 1000सम्म लिने गुनासो आएको थियो, म आइसकेपछि अधिकृत सङ्गमभित्र राष्ट्रिय एउटा कर्मचारी राखेर राष्ट्रिय परिचय पत्रलाई 100 रुपियाँ, जुन चाहिँ बाहिर 200, 300, 400 जति पनि लिन्थे त्यसलाई नियन्त्रण गर्नको लागि भित्र व्यवस्था गरिदिएका छौँ। र राजधानीको लागि 200 रुपियाँ, जबकि बाहिर 1000-500 जति पनि प्रशासन कार्यालय आफ्नो व्यवस्था गरेको छ। म आइसकेपछि त्यो एउटा सुधारको कामहरू गरेका छ। र सँगसँगै निवेदनहरू पनि हामीसँग शान्ति सुरक्षाको निवेदन लगायत जे निवेदन लेख्नुपर्छ त्यो निवेदन लेख्नको लागि अधिकृत सङ्गमले सहयोग गर्छ, लेखापढीको काम पनि गरिदिन्छ। मलाई लाग्छ हामी कहाँ त्यो बिचौलिया आउनुपर्ने अवस्थाहरू चाहिँ जुन प्रवेश भइरहेको छ नि, बिचौलियाले दुःख दिए भन्ने त्यो अवस्था नरहनका लागि हामीले प्रयास गरिरहेका छौँ। र अब हाम्रो चाहिँ कर्मचारीहरूको व्यवहार आचरणहरूलाई परिवर्तन गर्नुपर्छ, सेवाग्राही मैत्री बन्नु पर्यो हामी हैन, उहाँहरूले आएकोलाई कानुन सम्मत हिसाबमा हामीले सेवा दिने हो। कानुनसँग सम्बन्धित छ, अब कानुन बनेको छैन अथवा कानुनले दिँदैन भने उहाँ सेवाग्राहीलाई बुझाइदिनुपर्छ, यो कुराहरू चाहिँ लागू हुनुपर्छ। हामीलाई हाम्रो जिल्ला प्रशासन कार्यालयमा चाहिँ प्रतिलिपि सकल नागरिकतामा समस्या छैन, आएको दिनै हामी चाहिँ गर्छौँ, तर कहिलेकाहीँ बुझ्नुपर्ने कामहरू हुन्छ, सरजमिन मुचुल्काहरू गाउँमा बुझ्ने कामहरू हुन्छ, त्यसको लागि हामी पत्र लेख्छौँ, जो जिल्ला प्रहरी कार्यालय मार्फत पनि जान्छ, कहिले वडा कार्यालयमा जान्छ। तर नागरिकताको प्रतिलिपिको चाहिँ अभिलेखहरू व्यवस्थित गर्नुपर्नेहरू छ। कतिपय ढड्डाहरू चाहिँ च्यातिएर गएको छ, कतिपय ढड्डाहरू चाहिँ अब यो नष्ट भएको अवस्थाहरू छ, त्यो हुँदाखेरि प्रतिलिपिमा चाहिँ केही समस्याहरू छ, त्यो प्रतिलिपिको समस्या समाधान गर्नलाई चाहिँ हामी प्रयासरत छौँ। अब जनशक्तिको हिसाबमा चाहिँ अब पपुलेसन बढेसँगै सेवाग्राही बढेसँगै हाम्रो जनशक्तिको चाहिँ न्यूनता छ, त्यो कारणले त यसलाई पनि रिभाइज गर्नुपर्ने अवस्था छ। र कम्तीमा पनि एउटा इलाका प्रशासन कार्यालय चाहिँ यो ढल्केबर अथवा त्यो यो साइडहरूमा चाहिँ खोल्न चाहिँ आवश्यक जस्तो लाग्छ। सहजताका लागि कामहरू चाहिँ भइरहेको छ। हस् त, धेरै धेरै धन्यवाद। धन्यवाद। अब चाहिँ अपन टेलिभिजन मार्फत मलाई आफ्नो भनाइराख्ने अवसर पनि दिनुभयो। हामी सबै मिलेर यो जनकपुर धाम, धनुषा लगायत अन्य क्षेत्रलाई राम्रो बनाऊँ, हामी इमान्दार बनौँ, हामी चाहिँ एउटा समाजसेवीको हिसाबमा पनि काम गरौँ। र जनकपुर धाम नगरपालिकाको हामीले बृहत सरसफाइ अभियान पनि हामीले सुरु गरेका छौँ। प्रत्येक सप्ताहको शुक्रबार 7 बजेदेखि 8 बजेसम्म हामी विभिन्न ठाउँमा जम्मा भएर एउटा अवेरनेस क्याम्पेनहरू चलाइरहेका छौँ, त्यसको सहभागिता पनि बढिरहेछ। अब आउने शुक्रबार रङ्गभूमि मैदान 12 बिघा मैदानमा ठिक 7 बजे हामी भेला हुन्छौँ। म यहाँहरू मार्फत अनुरोध गर्न चाहन्छु, अब जति सक्दो बढी सहभागिताको लागि म अपिल पनि गर्न चाहन्छु। धन्यवाद, नमस्कार। दर्शकबिंद ओछले थे काशीराज दाहाल, धनुषा के प्रमुख जिला अधिकारी, उनका से बात करी छली कि जनकपुर धाम में कि दिन पहले हिंदू आ मुस्लिम समुदाय बीच एक समस्या देखल गेल छलै, ओकरा निराकरण के प्रयास भ रहल छै, करीब करीब बहुत नीक प्रयास भ रहल छै। एहि विषय में हुनका से बात करी छली, तेना और समसामयिक विषय में हुनका से बातचीत करी छली। बेस्त, नमस्कार।